110 kg को सुँगुर यहाँ ढाल्यो है बङ्गुर हामीले चाहिँ ढ्याक्कै वेलकम हाम्रो झ्याप्पे भलक यो चाहिँ हाम्रो भाउजूले पाल्नु भएको है ठुलो जुदाउन लिएको बुढो भएर काटेको यो त दारा देखाइदिनु खोइ दारा दारा त फेरि सानो तेरो हातले छेयो क्या दारा यता यता आएको ल यो चाहिँ तासुकाको अरे यो धुने अरे अब तासुका माला लाउनु ऊ माला लाउने दाराको नि माला ढेर कुडुकुडु राखेर खाउँला हो र कुडुकुडु गर्छ कुडु त गर्छ कुडुम कुडुम अरु त तान्नु पाएन होला त्यो याकुला चाहिँ मजाले निकाल्नु है यस्तै लाने हो के बनाउँछ होला बिग्रिँदै यहाँ फरेको छैन होइन रुवा यस्तो हाल्नुपर्छ रुवा लिएर अनि मात्रै खानुपर्छ मासु बनाउँदै चाहिँ गरोस् न पछि पार्ने मान्छेलाई थाहा हुन्छ नि त अन्डा चाहिँ म लगाएर खान्छु ल यसको अन्डा खाने चाहिँ यो है फेरि अन्डा खाने खै यता यता अन्डा गिर्जिब्रो अनि कान दाजुभाइले एक सेर रक्सी माथिमै कुकुरी चुरोट छैन होसले गरौँ है सबै भिजाइदिएर गर्दैन छ अलिक निचारेर त टिपेकै छैन यसको यस्तो सेकिदिनु पर्छ हो त ऊ त सबै त कालो मिलाएरै नफुटोस् मिलाएरै नफुटोस् नि मामा त्यो त नफुटोस् नि कोला चाहिँ नजास् है ए फेरि बिस्तारै त्यो त फेरि आमा लग्यो एक एक साथ मेरो जति मोमोमा हाल्ने यो मोमो किमा दामी हुन्छ मोमोलाई किमा मोमोलाई किन हेर्नु एउटा छ नि यसको मोमो एउटा चुरो रस मात्र हो यसको त नत्र त होइन उयो दाना शिलाजित 21 मा के हो 21 मा दाना त उसले पत्तामा हाल्ने बढी लानुपर्छ है के दाना सायद म लानु माथि आलडे बाजेले दिनुपर्ने होइन यस्तो क्या गनार हो मुन्नी गेडा त के हो फेरि फुट्यो कि फुटेन ए बिस्तारै यो उयो त जो कमजोरी छ उसलाई दिइपठाउनु यो कमजोरी लौका अलिक कमजोरी भयो जे लौका ऊ चाहिँ कमजोरी भएछ खगेन चाहिँ त्यस्तो कुरो